हेलो एभ्रिवान, तपाईलाई स्वागत छ मेरो च्यानल विज्ञान बुस्टरमा। आज हामी जान्न गएको टपिक रहेको छ ग्रेड 8 को साइन्टिफिक लर्निङको टपिक रहेको छ। हामी आज सर्वेको बारेमा चाहिँ जान्ने छौं। सर्वे भनेको के हो त हैन, यसको बारेमा जान्ने छौं। सर्वे भित्र चाहिँ हामीले धेरै कुराहरू पढ्ने छौं। यो साइन्टिफिक लर्निङको मैले सिरिज नै बनाएको छु। साइन्टिफिक लर्निङको चाहिँ हामीले अगाडि नै भिडियो बनाइसकेको कारणले त्यो भिडियोलाई पनि हाम्रो युट्युब च्यानलमा गएर प्लेलिस्टमा चेक गर्न सक्नुहुनेछ है। सर्वेमा आज हामी के पढ्छौं त, सुरुमा हामी चाहिँ डेफिनेसनबाट स्टार्ट गर्छौं। डेफिनेसन भन्दा अगाडि पनि हामी एउटा स्टोरीबाट सर्वेलाई बुझ्ने कोसिस गर्नेछौं। त्यसपछि हामी चाहिँ सर्वेमा जुने डेटा कलेक्सनको बारेमा जान्नेछौं। प्रोसेस अफ कलेक्टिङ द डेटा है, डेटालाई चाहिँ कसरी कलेक्ट गरिन्छ भन्ने कुरा जान्नेछौं। डेटामा पनि हामी दुईटा डेटाको कुरा गर्नेछौं। क्वान्टिटेटिभ डेटा छ भने अर्को चाहिँ क्वालिटेटिभ डेटालाई पनि हामी कुरा गर्नेछौं। त्यसपछि चाहिँ हामी स्टेप्सको बारेमा है, सर्वेमा युज हुने केही स्टेप्सहरू रहेको छ। 5-6 वटा स्टेप्सहरूको बारेमा मैले एउटा इक्जाम्पल पनि दिएको छु। अन्तिममा चाहिँ स्याम्पल सर्वे रिपोर्ट चाहिँ मैले चाहिँ राखेको छु अन्तिममा। त्यहाँ चाहिँ मैले प्रत्येक स्टेप्सलाई चाहिँ कसरी लेखिन्छ त भन्ने कुराहरू पनि बुझाउने नै छु। अब हजुरहरू यदि यो भिडियो हेरिराख्नु भएको छ भने नोट्सहरू पनि हजुरले बनाउनु पर्ने हुन्छ। सानो सानो पोइन्ट्सहरू छ भने त्यसलाई टिपोट गर्नुहोस्, लेख्नुहोस् है। अब मेनली सर्वे चाहिँ अब केमा चाहिन्छ भन्ने कुरा त हामी पछाडि नै पढिहाल्छौँ। अब यसपछि आउनुहोस्, अब आज हामी चाहिँ सुरुमा यो फर्स्ट टाइम चाहिँ मैले स्टोरी टेलिङ स्टाइलले चाहिँ मैले पढाउन खोजिरहेको छु है। अब यहाँ चाहिँ हजुर एउटा इन्भेस्टिगेटर, जसरी पुलिसले चाहिँ कुनै केसलाई चाहिँ इन्भेस्टिगेट गरेर चाहिँ नयाँ कुराहरू फाइन्डिङ गर्छ हैन, एभिडेन्सहरू पत्ता लगाउँछ भने त्यसरी नै हजुरहरू आज म एउटा स्टोरी फर्ममा एक्सप्लेन गर्छु र त्यसलाई चाहिँ बुझाउने कोसिस गर्छु। यो स्टोरी चाहिँ एउटा गाउँको रहेको छ है। सुरुमा हाम्रो यहाँनिर हेर्न सक्नुहुन्छ, इमेजिन इन वान विलेज मेनी स्टुडेन्ट्स सडनली स्टार्टेड गेटिङ सिक एभ्री विक। अरे प्रत्येक हप्ता चाहिँ एउटा गाउँमा के भइदियो भने धेरै बच्चाहरू है, धेरै विद्यार्थीहरू चाहिँ एक्कासी चाहिँ बिरामी भएको चाहिँ पाइयो। त्यसपछि के भयो भने उसले अब बिरामी हुँदाखेरि के कुराहरू भयो त भन्दै सम ह्याड स्टोमक पेन, केहीलाई चाहिँ पेट दुखेको जस्तो सिम्पटमहरू देखियो, कसैलाई फिभर, सम ह्याड फिभर, सम स्टप कमिङ स्कुल है। सिम्पली चाहिँ केही रिजनको कारणले गर्दाखेरि बच्चाहरू चाहिँ स्कुल आउन छोडेको चाहिँ पाइयो है। त्यसपछि चाहिँ पिपुल स्टार्टेड ब्लेमिङ एभ्रिथिङ। अब गाउँघरमा त सुपरस्टिसनहरू, ब्याड बिलिफहरू हैन पाइन्छ। कसैकोमा भोज भतेर थियो होला, बिहाबारीहरू थियो, त्यहाँ कहिले खानाहरूको कुराहरू पनि आउन सक्छ, या घरमै बनेको खानाहरूको कुराहरूमा पनि त्यहाँ डिस्कसन भयो। मेबी द फुड इज ब्याड भन्ने कुरा डिस्कसन भयो। मेबी देयर इज सम काइन्ड अफ भाइरस हैन, भाइरसको कारणले त्यहाँ बिरामी भयो कि बच्चाहरू भन्ने कुराहरू आयो। मेबी द वेदर चेन्ज है, वेदर केही चेन्ज भयो, जस्तो कहिलेकाहीँ चिसोबाट गर्मी स्टार्ट हुँदा, विन्टरबाट समर स्टार्ट हुँदा पनि कहिलेकाहीँ रोगहरू लाग्ने गर्दछ हैन। त्यस्तो एउटा एजम्सन लाइक प्रोबेबिलिटीका कुराहरू चाहिँ भइदियो भनेर बुझ्न सक्नुहुन्छ। बट नोबडी एक्चुअली न्यू द रियल रिजन, के भएको त भन्ने कुरा, रियल रिजन चाहिँ कसैलाई थाहा भएन भन्न सकियो। क्यान वी फाइन्ड द रियल प्रब्लम भनेर अब त्यहाँका केही कुनै विज्ञहरू, अलि इन्टेलेक्चुअल मान्छेहरू, जसले पढे लेखेको मान्छेहरू खोज्ने कोसिस चाहिँ गर्नुभयो। वान साइन्स टिचर डिसाइडेड टु इन्भेस्टिगेट, एकजना त्यहीँ पढाउने शिक्षकले चाहिँ यो किन भइरहेको छ भन्ने कुरामा चाहिँ इन्भेस्टिगेट गर्न खोज्नुभयो है। अनि त्यसपछि अब उहाँ साइन्स टिचर के गर्नुभयो भने अब प्रब्लम त फाइन्ड आउट गर्नु पर्यो, किन भइरहेको छ, रिजन पनि पत्ता लगाउनु पर्यो हैन। हि भिजिटेड हाउसेस एन्ड आस्क्ड डिफ्रेन्ट क्वेसन। त्यहाँ भएका घरधुरीहरू, फ्यामिली मेम्बरहरूलाई चाहिँ क्वेसनहरू सोध्नुभयो। चेक ड्रिङ्किङ वाटर, रिभर वाटर होला, पोन्ड वाटर, लेक वाटर, या घरमा खानेपानीहरू कहाँ राखिएको छ, कस्तो भाँडामा पिइरहेका छन् बच्चाहरूले, हो त्यस्तो कुराहरू चाहिँ उहाँले चेक गर्नुभयो। चेक ड्रिङ्किङ वाटर एन्ड यी अब्जर्भ द सराउन्डिङ अल्सो है। उहाँले चाहिँ के गर्नुभयो भने सराउन्डिङमा भएका कुराहरूलाई पनि अब्जर्भेसन गर्नुभयो। एन्ड हि कलेक्टेड द इन्फर्मेसन फ्रम मेनी फ्यामिली, धेरै फ्यामिलीहरूलाई चाहिँ उहाँले क्वेसन्सहरू सोधेर किन के कारणले चाहिँ यो भयो भन्ने कुराहरू सोध्दै फ्यामिली अब इन्फर्मेसन चाहिँ उहाँले चाहिँ ग्यादर गर्नुभयो। त्यसपछि चाहिँ है, एन्ड फाइनली हि डिस्कभर द्याट मोस्ट सिक लाइक स्टुडेन्ट वेयर ड्रिङ्किङ वाटर फ्रम वान पल्युटेड ट्याप वाटर है। क्वेसन सोद्धा के थाहा भयो भने सबैजनाले खाना पानीदेखि लिएर सरसफाइ पिउँदा युज हुने पानी चाहिँ कहाँबाट आइरहेको पाउनुभयो भन्दाखेरि त्यहाँको नजिकैको एउटा ट्याप वाटर रहेछ, अलिक पोल्युटेड, 4 खाले पोल्युटेड वाटर चाहिँ मार्केटको नजिकै रहेछ। त्यहीँबाट सबैजनाले पानी ल्याएको कारणले गर्दा
बच्चाहरू चाहिँ सिक भएको भनेर उहाँले चाहिँ फाइन्डिङ चाहिँ पत्ता लगाउनु भएछ, एनालाइज गर्नुभयो र फाइन्डिङ चाहिँ पत्ता लगाउनु भएछ हो। द्याट इन्भेस्टिगेसन, द्याट कलेक्सन अफ इन्फर्मेसन फ्रम मेनी पिपल है। लास्टमा भनेको चाहिँ यहाँ जुन सरले गर्नुभएको लाइक इन्भेस्टिगेसन भन्न सक्यो, इन्फर्मेसन सरले जुन कलेक्ट गर्नुभयो हो, त्यसैलाई नै हामी के भन्छौँ भन्दाखेरि सर्वे भनिन्छ। यो त एउटा प्रब्लमलाई हामीले सर्वे गरेर त्यसको के गर्यौँ भने प्रब्लमलाई फाइन्ड आउट पनि गऱ्यौँ र के कारणले रिजन पनि पत्ता लगायौँ, एनालाइज पनि गऱ्यौँ है। उहाँले गर्नुभयो भने हो यस्तो कुरालाई चाहिँ हामी के भनिन्छ सर्वे भनिन्छ है। अब बल्ल हामी चाहिँ सर्वे भनेको के हो त त्यसलाई चाहिँ बुझ्ने कोसिस गर्छौँ। सुरुमा हामी इन्ट्रोडक्सन पोर्सन डेफिनेसनबाट स्टार्ट गर्छौँ, डेफिनेसनलाई बुझ्दै जान्छौँ। सुरुमा के रहेको छ, सर्वे इज अ मेथड अफ कलेक्टिङ द इन्फर्मेसन अर डेटा है। डेटालाई चाहिँ कलेक्ट गर्ने प्रोसेस रहेछ फ्रम अ ग्रुप अफ पिपल है। कुनै सर्टेन नम्बर अफ पिपलमा चाहिँ के गर्ने भन्दाखेरि इन्फर्मेसन या डेटा कलेक्ट गर्ने या अर अ पर्टिकुलर एरिया है रिलेटेड टु अ प्रब्लम एन्ड ड्रइङ कन्क्लुजन फ्रम इट हो। सो द्याट वी कल द सर्वे। सर्वे भनेको कुनै पनि इन्फर्मेसनलाई कलेक्ट गर्ने, डेटालाई कलेक्ट गर्ने एउटा कुनै सर्टेन ग्रुप अफ पिपल या कुनै पर्टिकुलर एरिया है रिलेटेड टु एनी प्रब्लम, कुनै पनि होला। कुनै ल मानौँ यहाँ मैले तल पिक्चरै राखिदिएको छु, कुनै पोल्युटेड ट्याप वाटरको कुराहरू भयो, अगाडि हामीले स्टोरीमा पनि कुरा गऱ्यौँ, कहीँको कुराहरू हुनसक्छ, खानेपानीहरूको कुराहरू हुनसक्छ, साइन्ससँग रिलेटेड कुनै प्रब्लमहरू हुनसक्छ होइन। अरू गभर्मेन्टले केही अब मानौँ टाइममा कुनै कामहरू गरिरहेको छैन, अब गभर्मेन्ट अफिसमा गएर कसैले सर्वे पनि गर्न सक्छ, ब्याङ्कहरूले सर्वे गर्छ, कस्टमरहरूले चाहिँ सेटिस्फाइड छ कि छैन त, उनीहरूले चाहिँ ब्याङ्कमा जाँदाखेरि चाहिँ कस्टमरहरूले कतिको सेटिस्फाइड छ भनेर त्यसरी पनि सर्वेहरू गरिन्छ कि। यसमा मेनली इन्फर्मेसन ग्यादर गर्ने, डेटा ग्यादर गर्ने एउटा सर्टेन ग्रुप अफ पिपल या सर्टेन एरियामा है, अनि प्रब्लम चाहिँ त्यो फाइन्ड आउट गर्ने र फाइनली चाहिँ निष्कर्ष कन्क्लुजन निकाल्ने प्रोसेसलाई नै हामी सर्वे भन्छौँ। सिम्पली बुझ्दाखेरि मानव एउटा कुनै बानेश्वर एरिया छ, त्यो बानेश्वर एरियामा मानव पपुलेसन रहेको छ 10,000 है। 10,000 पपुलेसन छ, पिपल छ भने अब त्यहाँबाट हजुरहरूले मानव 1,000 लाइक पिपलमा मात्रै सर्वे गर्नुहुन्छ, सबै लाइक मान्छेलाई गएर चाहिँ सोध्ने होइन है। 1000जना मान्छेलाई चाहिँ हामी सर्वेको माध्यमबाट क्वेसनहरू रेज गरेर प्रब्लमहरू चाहिँ आइडेन्टिफाई गर्छौँ। तर त्यो 1000जना के हुन्छ भने पुरै त्यो 10,000लाई नै कभर गर्ने तरिकाले त्यसरी एरिया हामी के गर्छौँ सिलेक्ट गरेर चाहिँ क्वेसन्सहरू रेज गर्ने गर्छौँ है। 1000जनालाई सोधेको जुन क्वेसनको एन्सर चाहिँ हामी लिँदाखेरि चाहिँ त्यसले पुरै 10,000लाई सोद्धाखेरि जुन आउने एन्सर हुन्छ लगभग बराबर भनौँ न एउटै खाले एन्सर आउने खाले त्यस्तो खाले तरिकाले हामी चाहिँ के हुन्छ सर्वेलाई गरिन्छ। त्यसलाई अझै बुझ्दै जाउँ। सर्वेलाई कसरी क्यारिड आउट गरिन्छ त, हाउ इज इट क्यारिड आउट भन्छ इन सर्वे। सर्वे इज एक्स कन्डक्टेड है, मेनली कसरी कन्डक्ट गरिन्छ भन्ने कुरा चाहिँ यो इम्पोर्टेन्ट रहेको छ, यसलाई चाहिँ बुझ्नु होला। आस्किङ अ सेट अफ प्लान्ड क्वेसन, हामी पहिल्यै जुन प्रब्लमसँग रिलेटेड क्वेसन्सहरू क्रिएट गर्छौँ, प्लान्ड क्वेसन्स टु अ सिलेक्टेड ग्रुप है। अब कसलाई चाहिँ एक्स गर्ने भन्दाखेरि त्यो सेलेक्टेड ग्रुप्स पर्टिकुलर एरियाको मान्छेलाई मात्रै हामी के गर्छौँ सोध्ने काम गर्छौँ। त्यही सिलेक्टेड ग्रुपलाई नै हामी स्याम्पल भन्छौँ है। त्योबाट के हुन्छ टु गेन एन्ड अन्डरस्ट्यान्डिङ अफ अ स्पेसिफिक इस्यु एन्ड सिचुएसन, कुनै प्रब्लम इस्यु सिचुएसनको बारेमा अन्डरस्ट्यान्ड या बुझ्नको लागि खालि नलेज गेन गर्नको लागि चाहिँ हामीले के गरिन्छ सर्वेलाई गरिन्छ। मेनली प्लान्ड क्वेसन्स हुन्छ, क्वेसनरहरू तयार गरिन्छ, यसको लागि हामी बुझ्दै जान्छौँ। अब कसरी कन्डक्ट गरिन्छ, मेनली जस्तो क्वेसनर केही क्वेसन्सहरू तयार गर्छौँ हामी है। अब यसमा खालि अनलाइन क्वेसन्सहरू हुनसक्छ होइन, अब मल्टिपल चोइस टाइपको क्वेसन्सहरू हुनसक्छ, डाइरेक्ट क्वेसन्सहरू हुनसक्छ, क्वेसन्सहरू तयार गर्छौँ, त्यसलाई हामी क्वेसनर भन्छौँ। त्यो कि हामी चाहिँ अरू पनि गर्छौँ, जस्तो इन्टरभ्यूहरू डाइरेक्टली त्यो एरियामा गएर चाहिँ त्यहाँको मान्छेहरूलाई सोधेर इन्टरभ्यूहरू गरेर पनि त्यो प्रब्लमको बारेमा चाहिँ हामी फाइन्ड आउट गर्ने कोसिस गर्छौँ। अर्को भनेको अब्जर्भेसन, डाइरेक्टली यदि सर्वे गर्ने मान्छे छ भने साइन्समा है या अरू रिलेटेड टपिकमा भने ऊ चाहिँ त्यहाँ गएर त्यो एरियालाई चाहिँ अब्जर्भ गर्छ र इन्फर्मेसन चाहिँ ग्यादर गर्छ। अब्जर्भेसनको माध्यमबाट पनि सर्वे हुने गर्दछ है। अर्को भनेको चाहिँ हजुरको टेलिफोन कल, त्यहाँ भएका कुनै बुद्धिजीवी मान्छेहरू होला होइन, कुनै वडाको अध्यक्षहरू हुनसक्छ, त्यहाँको फ्यामिली मेम्बर्सहरूलाई चाहिँ मानव टेलिफोन कल्सहरू गरेर है त्यसरी पनि त्यहाँको प्रब्लमहरू हामी सोध्न सक्छौँ। अर्को भनेको चाहिँ अनलाइन फर्म, अहिले त गुगलहरूमा फर्महरू पनि भरिन्छ होइन, त्यस्तो अनलाइन फर्महरू क्रिएट गरेर या सोसल मिडियाको माध्यमबाट पनि अनलाइनहरू सर्वेहरू गरिन्छ। त्यो अनलाइन फर्म होइन, हजुरले युट्युब चलाइराख्नु भएको छ भने युट्युबमा हजुरको एक्सपिरियन्सहरू कस्तो छ त भन्ने कुरा त्यहाँ पनि आउँछ, त्यस्तो फर्म्सहरू क्रिएट
गरेर चाहिँ सर्वेहरू प्रब्लमहरू फाइन्ड आउटहरू गर्ने काम चाहिँ गरिन्छ है भनेर चाहिँ बुझ्न सक्नुहुन्छ। अब सर्वेलाई कलेक्ट गर्दाखेरि डेटा टाइप चाहिँ कस्तो हुन्छ है, सर्वेले चाहिँ कस्तो खाले डेटालाई चाहिँ कलेक्ट गर्न चाहिँ हेल्प गर्छ भनेर बुझौँ है। सर्वे हेल्प्स टु कलेक्ट बोथ क्वालिटेटिभ डेटा एन्ड क्वान्टिटेटिभ डेटा। मेनली दुईवटा खाले डेटालाई चाहिँ कलेक्ट गर्न चाहिँ हेल्प गर्छ है, क्वालिटेटिभ र क्वान्टिटेटिभ। क्वालिटेटिभ भनेको डिस्क्रिप्टिभ टाइपको इन्फर्मेसन हो, डिस्क्राइब गरेको केही बारेमा चाहिँ डिस्क्राइब गरेको छ, डाइरेक्ट हजुरले सोध्नु भएको छ भने त्यस्तोलाई हामी डिस्क्रिप्टिभ इन्फर्मेसन भन्छौँ भने क्वान्टिटेटिभ भनेको मेनली यो नम्बरसँग, काउन्टिङसँग, म्याथमेटिकल कुनै नम्बरसँग रिलेटेड हुन्छ। यसमा न्युमेरिकल इन्फर्मेसन्सहरू चाहिँ मान्छेले जुन सर्वे गरिरहेको छ उसले कलेक्ट गर्छ। अब यसलाई अझै डिटेलमा हामी बुझ्ने कोसिस गर्छौँ। अन्डरस्ट्यान्डिङ द डेटा इन लाइक सर्वेज क्वालिटेटिभ एन्ड क्वान्टिटेटिभ। अब यसलाई चाहिँ अलिक बुझौँ है, यो चाहिँ अलिक इम्पोर्टेन्ट पनि रहेको छ, फाइनल इक्जाममा पनि सोध्छ योसँग रिलेटेड क्वेसनहरू है। अब क्वालिटेटिभ डेटा भनेको के, क्वान्टिटेटिभ केही इक्जाम्पलहरू लिएर हेरौँ। सुरुमा आउनुहोस्, क्वालिटेटिभ डेटा भने चाहिँ डिस्क्रिप्टिभ इन्फर्मेसन हुन्छ है। यसमा के हुन्छ भने दिस टाइप अफ डेटा डिस्क्राइब्स द क्वालिटिज, ओपिनियन, फिलिङ्स एन्ड एक्सपिरियन्सेस। इट इज युजली रिटन इन वर्ड्स नट इन नम्बर है। मेनली अब हजुरले बुझ्नु पऱ्यो कि क्वालिटेटिभ डाटा भनेको कुनै पनि मान्छेले एन्सर दिँदा त्यसले त्यो एन्सरको क्वालिटीको कुरा आउँछ, मान्छेले दिने ओपिनियन, धारणा कस्तो रहेको छ, र उसले दिने फिलिङ्सको कुराहरू आउँछ, इमोसन्सका कुराहरू आउँछ, र एक्सपिरियन्सेस उसको अनुभवको कुराहरू चाहिँ आउँछ। हामीले कुनै अब मानव विषयमा सर्वे गरिरहेको छौँ भने यो कुराहरू आयो भने यसलाई क्वालिटेटिभ हुन्छ। क्वालिटेटिभ डेटामा चाहिँ के आउँछ त, मेनली यसलाई चाहिँ हामी वर्ड्समा लेख्ने गर्दछौँ है, यसलाई नम्बरमा चाहिँ लेखिँदैन है, डाइरेक्टली वर्ड्समा चाहिँ लेखिने गर्छ भनेर बुझ्नु। जस्तो इक्जाम्पल हेरौँ, जस्तो मैले एउटा क्लासमा चाहिँ एउटा नर्मल सर्वे गरेँ है, कुनै स्कुलमा गएर क्लासमा गएर सर्वे गरेँ, स्टुडेन्टहरूलाई क्वेसन सोधेँ। जस्तो वाट इज योर लाइक फेभरेट सब्जेक्ट, ओके, वाइ डु यु लाइक अनलाइन क्लासेस, मानम फिजिकल भन्दा किन अनलाइन क्लासेस तिमीलाई मनपर्छ भनेर मैले सोधेँ। हाउ डु यु फिल एबाउट द स्कुल फेसिलिटिज, होइन, स्कुलमा हुने फेसिलिटिजको बारेमा, फेसिलिटिजहरू कस्तो छ त तिम्रो स्कुलमा चाहिँ, त्यस्तो बारेमा मैले यस्तो क्वेसनहरू सोधेँ भने यसलाई चाहिँ क्वालिटेटिभ टाइप अफ क्वेसन्स भन्न सक्यो। अब यसबाट आउने एन्सरलाई चाहिँ हामी क्वालिटेटिभ डेटा भनेर भन्छौँ। जस्तो एन्सर के आउँछ त, वाट इज यर फेभरेट भने लाइक साइन्स इज माई फेभरेट अर साइन्स इज इन्ट्रेस्टिङ, ओके, द क्लास इज कम्फर्टेबल, वाइ डु यु लाइक अनलाइन क्लासेस, okay, and how do you feel about the school facilities? I feel happy during the experiment. मलाई साइन्सको एक्सपेरिमेन्ट गर्दाखेरि चाहिँ मजा आउँछ, खुसी हुन्छु भन्नु भने यस्तो एन्सरहरू आयो भने यस्तोलाई चाहिँ क्वालिटेटिभ लाइक इन्फर्मेसन या डेटा भनेर भनिन्छ। याद गर्नुहोस् है, दिज एन्सर डिस्क्राइब द आइडियाज। यसले के कुरा डिस्क्राइब गरिरहेको छ भन्दा आइडियाजको कुराहरू गरिरहेको छ, ओपिनियन, मान्छेको ओपिनियनको कुराहरू गरिरहेको छ भने यस्तोलाई चाहिँ हामी के भन्छौँ, क्वालिटेटिभ डेटा भन्छौँ। त्यसपछि आउनुहोस् क्वान्टिटेटिभ है, यसमा चाहिँ मेनली न्युमेरिकल इन्फर्मेसनको कुराहरू आउँछ, यो चाहिँ बुझ्नुपर्ने हुन्छ है। अब यसमा चाहिँ के हुन्छ, दिस टाइप अफ डेटा बेस्ड अन द नम्बरहरूमा आउँछ, या काउन्टिङ, केही कुराको काउन्टिङहरू, नम्बरहरूको बारेमा आउँछ, या कुनै मेजरमेन्ट है, केही कुरा हामीले मेजर गरेर निकालिएको नम्बरहरू डेटामा चाहिँ आउन सक्छ। इक्जाम्पल भनेको जस्तो मानौँ त्यही क्लासमै मैले सोधेँ, हाउ मेनी आवर्स डु यु स्टडी डेली, हाउ मेनी स्टुडेन्ट्स युज द लाइब्रेरी, वाट इज योर एज। अब यो चाहिँ केमा आउँछ त, एन्सर आयो भने के आउने भयो त, हेर्नुहोस् त, 3 आवर्स, 45 स्टुडेन्ट, 14 इयर्स, मानौँ कति घन्टा पढ्छु भन्दा 3 आवर्स आयो। हाउ मेनी स्टुडेन्ट्स युज द लाइब्रेरी, 45 स्टुडेन्ट, वाट इज योर एज भन्यो भने 14 इयर्स भन्यो भने यो चाहिँ केमा आयो त, नम्बर्समा आयो, काउन्टिङमा आयो, मेजरमेन्टमा आयो भने यस्तोलाई चाहिँ हामी क्वान्टिटेटिभ डेटा भनेर भनिन्छ है। दिज एन्सर्स कन्टेन द नम्बर, सो दे आर कल्ड द व्हाट यु से क्वान्टिटेटिभ डेटा है। अब आउनुहोस् इजी अरू इक्जाम्पलहरू हेरौँ। जस्तो मानौँ मैले मोबाइल एप सम्बन्धी कुनै सर्वेहरू गरेँ भने मैले यस्तो क्वेसन सोधेँ, ल विच मोबाइल एप डु यु युज द मोस्ट भन्यो भने यो क्वेसन चाहिँ केसँग रिलेटेड आयो त, के आन्सर आउँदाखेरि क्वालिटेटिभ डेटाको कुरा आउने भयो। हाउ मेनी आवर्स डु यु युज योर फोन डेली भन्यो भने क्वान्टिटेटिभ है, कति घन्टा तिमीले चलाउँछौ भन्यो भने क्वान्टिटेटिभ आउने भयो। अब यसबाट हामीले के कन्क्लुजन निकाल्न सक्छौँ भन्दाखेरि सर्वे यति एकदमै युजफुल हुन्छ, बिकज इट क्यान कलेक्ट द 2 टाइप अफ डाटा है, डेटा क्वालिटेटिभ एन्ड क्वान्टिटेटिभ। क्वालिटेटिभमा के आउने रहेछ, ओपिनियन र डिस्क्रिप्सन कुरा आउने रहेछ, क्वान्टिटेटिभमा नम्बर, मेजरमेन्टको कुरा आउने रहेछ हो। त्यही भएर के हुन्छ, सर्वे विल हेल्प द रिसर्चर, द्याट हेल्प्स द रिसर्चर अन्डरस्ट्यान्ड बोथ है, वाट द पिपल थिङ्क एन्ड फ्याक्ट इन नम्बर। अब मान्छेले कस्तो कुरा सोध्छ, कस्तो कुरा थिङ्क गर्छ भन्ने कुरा क्वालिटेटिभ डेटाबाट आउने भयो भने, अनि उनीहरूले चाहिँ दिने नम्बर, भ्यालु होइन, काउन्टिङ, मेजरमेन्ट आयो भने त्यो फ्याक्टसँग रिलेटेड भयो। दुइटै खाले डेटा कलेक्ट गर्न चाहिँ सर्वेले हेल्प गर्छ है भनेर यसबाट हजुरलाई यो क्वालिटेटिभ र क्वान्टिटेटिभ डेटाको पनि कुराहरू क्लियर भयो होला जस्तो मलाई लाग्यो।
अब क्वालिटेटिभ र क्वान्टिटेटिभ डेटा जानिसकेपछि अब अगाडितिर जाउँ है। अब कलेक्सन डेटा कलेक्ट त गऱ्यौँ हामीले है, क्वालिटेटिभ र क्वान्टिटेटिभ दुइटै डेटा कलेक्ट गरिसकेपछि अब के हुन्छ त प्रोसेस हेरौँ। आफ्टर कलेक्टिङ द डाटा द इन्फर्मेसन इज अर्गनाइज। अब त्यो हजारौँ मान्छेमा हामीले कहिलेकाहीँ सर्वे गर्नुपर्ने हुन्छ है, त्यो बेलामा के हुन्छ ऱ्यान्डमली ह्याफाजार्डली त्यो डेटा रहेको हुन्छ, त्यसलाई अर्गनाइज गर्ने काम चाहिँ गर्नुपर्छ। सुरुमा अर्गनाइज गरेर त्यसलाई हामी एनालाइज गर्छौँ। एनालाइज गर्दा हामी ग्राफको युज गर्छौँ, टेबलहरूको युज गर्छौँ। आजकल त एक्सलहरूको सफ्टवेयरहरू छ, एआईहरू युज गर्छ है, आर्टिफिसियल इन्टेलिजेन्स युज गरेर डाइरेक्टली डेटालाई चाहिँ एनालाइज गरेर फाइनल कन्क्लुजन चाहिँ निकाल्ने गरिन्छ आजकल चाहिँ है। यो चाहिँ मेनली अब कलेक्सन अफ डाटा पछि के हुन्छ भन्ने भयो। अन्तिममा हामी अब यति कुराहरू बुझिसकेपछि सर्वेलाई अझ सजिलो तरिकाले हामी डिफाइन गर्न सक्छौँ। सर्वे इज अ सिस्टमेटिक प्रोसेस अफ कलेक्टिङ, एनालाइजिङ एन्ड इन्टरप्रेटिङ द डेटा टु गेन अ डिपर अन्डरस्ट्यान्डिङ अफ अ प्रब्लम। अब कुनै प्रब्लम हामीले फाइन्ड आउट गर्नु छ, एकदमै गहिरिएर बुझ्नुपर्ने छ भने फर्स्टमा हामी के गर्छौँ कलेक्ट गर्छौँ डेटालाई चाहिँ, फेरि सिस्टमेटिक तरिकाले कलेक्ट गर्नु पऱ्यो। त्यसलाई डेटालाई हामी एनालाइज गर्छौँ बाई द हेल्प अफ डिफ्रेन्ट सफ्टवेयर ग्राफ, अनि त्यसलाई चाहिँ इन्टरप्रेट गर्छौँ, त्यसलाई बुझ्ने कोसिस गर्छौँ होइन, त्यसको प्याटर्नहरू के छ। अब मानव यदि ग्राफहरू छ भने पिक्सका कुरा, लोका कुराहरू, डिपका कुराहरू, धेरै कुराहरू आउँछ, त्यसलाई स्टडी गरेर त्यो प्रब्लमको चाहिँ सोल्युसन पत्ता लगाउने कोसिस र फाइनली सजेसन पनि दिने कुराहरूसम्म हामी पुग्ने गर्दछौँ भनेर बुझ्न सक्छौँ है। अब यसपछि आउनुहोस् स्टेप्स अफ सर्वेको कुराहरू रहेको छ है। सर्वे गर्दाखेरि हामीले केही स्टेप्सहरू चाहिँ फलो गर्नुपर्ने हुन्छ, ह्याफाजार्डली गएर सर्वे गर्ने भन्ने हुँदैन। यसमा चाहिँ के हुन्छ, फर्स्टमा चाहिँ हामी के गर्छौँ, कुन प्रब्लममा चाहिँ हामी काम गरिरहेको छौँ, वी हेभ टु फाइन्ड आउट आइडेन्टिफाई द प्रब्लम है। सुरुमा चाहिँ के कुरामा चाहिँ हामी काम गरिरहेको छौँ, सर्वे गर्न खोजिरहेको छौँ, वी हेभ टु आइडेन्टिफाई द प्रब्लम। त्यसपछि रहेको छ त्यो प्रब्लमसँग रिलेटेड हामी क्वेसन्स चाहिँ तयार गर्छौँ है। अनि वी हेभ टु सेलेक्ट द स्याम्पल अल्सो, कुन ठाउँमा गएर हामीले त्यो सर्वे गर्ने हो है, कुन एरियामा गर्ने हो, सर्टेन एरिया त्यो हामी के गर्छौँ सिलेक्सन गर्छौँ। डिस्कसन अगाडि नै, त्यो सर्वेमा जानुभन्दा अगाडि नै हामी के गर्छौँ स्याम्पल पपुलेसन, किनभने सबै पपुलेसन सबै मान्छेलाई गएर सोध्ने होइन, त्यहाँको सर्टेन पिपल, त्यो यस्तो पिपल हुन्छ कि त्यो रिप्रेजेन्टेटिभ पिपल हुन्छ, त्यो पिपललाई सोधिदियो भने एटलिस्ट त्यो पुरै एरियाको चाहिँ एउटा चाहिँ हामीलाई चाहिँ के हुन्छ हल्का फुल्का भए पनि प्रब्लम चाहिँ हामीलाई फाइन्ड आउट गर्नको लागि चाहिँ सजिलो हुन्छ। त्यही भएर हामीले वी हेभ टु सिलेक्ट द स्याम्पल। त्यसपछि रहेको छ अब हामी स्याम्पल पपुलेसन चुज गरिसकेपछि त्यहाँ गएर हामी सर्वे गर्छौँ एन्ड वी हेभ टु कलेक्ट द डेटा कलेक्ट गर्छौँ। त्यसपछि रहेको छ डेटालाई हामी एनालाइज गर्छौँ है, मैले भनिसकेँ अगाडि नै है। अनि फाइनली हामीले वी हेभ टु ड्र द कन्क्लुजन भनेको निष्कर्ष निकाल्नु पऱ्यो। अब सर्वे गरेर मात्र भएन, त्यो प्रब्लम त फाइन्ड आउट भयो, के प्रब्लमहरू छ, त्यसको के खाले सजेसनहरू तपाईँले दिन सक्नुहुन्छ, त्यो कुराहरू पनि हामी फाइनली पत्ता लगाउँछौँ भने। सो यसरी चाहिँ स्टेप्स फलो हुन्छ। अब यसलाई बुझ्नको लागि मैले एउटा एकदमै मजाको चाहिँ इक्जाम्पल दिएको छु, त्यसलाई चाहिँ अझ अन्तिमसम्म चाहिँ हेर्नु होला है। अब यहाँनिर हामी चाहिँ एउटा स्याम्पल सर्वे रिपोर्ट चाहिँ मैले राखेको छु है। यसरी चाहिँ रिपोर्ट तयार गरिन्छ, सर्वेहरू गरिन्छ है। सुरुमा चाहिँ हामी टाइटल लेख्नुपर्ने हुन्छ। कुनै पनि अब हामी रिपोर्ट तयार गर्दा या स्याम्पल रिपोर्ट तयार गर्दाखेरि टाइटलबाट सुरु गर्छौँ। अब हामीले एउटा कम्युनिटीमा गएर यो चाहिँ प्रब्लमको बारेमा फाइन्ड आउट गर्दैछौँ, अ सर्वे अन प्लास्टिक युज एन्ड डिस्पोजल इन आवर कम्युनिटी। प्लास्टिकको एउटा सर्टेन कम्युनिटीमा चाहिँ कसरी युज भइरहेको छ र त्यसलाई कसरी चाहिँ त्यहाँको मानिसहरूले चाहिँ डिस्चार्ज या त्यसलाई कसरी फालिरहेको छ होइन, युज गरिरहेको छ, कसरी त्यसलाई चाहिँ रिड्युस रिसाइक्लिङहरू गरिरहेको छ कि नै, कुनै सोलिड वेस्ट म्यानेजमेन्टको कुनै प्रोसेसहरू फलो गरेको छ कि छैन, त्यस्तो कुराहरू पनि हामी हेर्छौँ, त्यो टाइटलमा आउने गर्दछ। त्यसपछि हामी सानो इन्ट्रोडक्सन लेख्छौँ। अब त्यो प्रब्लमको बारेमा चाहिँ हामीले अब के को बारेमा चाहिँ हामी सर्वे गर्न गइरहेको छौँ त्यसको बारेमा लेख्छौँ। जस्तै हामी प्लास्टिकको बारेमा सर्वे गर्न गइरहेको कारणले गर्दा हामीले चाहिँ त्यसको बारेमा लेख्नु पर्यो। जस्तै यहाँ के लेखेको छ, प्लास्टिक इज वाइडली युज इन डेली लाइफ बिकज इट इज वाट लाइट, चिप एन्ड इजिली अभाइलेबल। पिपुल युज प्लास्टिक ब्याग, बोटल्स, ऱ्यापर्स, कन्टेनर फर भेरियस पर्पोजेस है। अब प्लास्टिकको बारेमा लेख्यो, प्लास्टिक लाइट हुन्छ, सस्तो हुन्छ, इजिली अभाइलेबल हुन्छ। यो कहाँ युज हुन्छ, प्लास्टिक ब्यागहरूमा, बोटल्सहरू, ऱ्यापर्सहरू, कन्टेनरहरूमा युज हुन्छ भनेर सुरुमा लेख्नु पर्यो। तर अनि त्यसपछि फेरि त्यो प्रब्लममा आउनु पर्यो हजुर है। हाउएभर लाइक इम्प्रोपर डिस्पोजल अफ प्लास्टिक वेस्ट कज द इन्भाइरोमेन्टल पोल्युसन। अब हामी टपिकतिर आफ्नो टपिक टाइटलतिर छिर्दैछौँ है। प्लास्टिक डज नट डिकम्पोज इजिली सो इट क्यान हार्म द
soil, okay, water, animals, and human health. So our community produces a large amount of plastic waste every day, and many people are not aware of proper plastic disposal method. So therefore this survey was conducted to study the use of plastic and the methods of plastic waste disposal in our community. अब हामीले किन सर्वे गरिरहेको भन्ने कुरा यहाँ क्लियर भइसक्यो। मान्छेले धेरै प्लास्टिक वेस्टहरू एभ्रीडे युज गरिरहेको छ, दे आर नट अवेर अफ प्रोपर प्लास्टिक डिस्पोजल मेथड्स, ओके। सो the survey was conducted to study the use of plastic and the method of plastic waste disposal in our community भनेर अब यसरी पोइन्ट लेख्नुस्। त्यसपछि हामी अब्जेक्टिभ एम अब किन गरिएको त यो भन्ने कुरा त लेख्नु पर्यो नि त है। यो चाहिँ मेन फर्स्टमा रहेको चाहिँ आइडेन्टिफाई द टाइप अफ प्लास्टिक आइटम कमनली युज इन द कम्युनिटी। प्लास्टिक पनि धेरै किसिमको हुन्छ नि त, ऱ्यापर्सहरूको फर्ममा हुन्छ, बोटल्सको फर्ममा हुन्छ, ब्यागहरूको फर्ममा हुन्छ, कन्टेनरको फर्ममा हुन्छ। कस्तो खाले चाहिँ त्यो कम्युनिटीमा बढी युज भइरहेको छ त्यो हेर्ने। म्याथड अगाडि नै मैले कुरा गरेँ, कस्तो म्याथडहरू युज भइरहेको छ होइन डिस्पोजलको लागि चाहिँ प्लास्टिक वेस्टमा चाहिँ उनीहरूले कस्तो खाले युज गरिरहेको छ, डाइरेक्टली फालिरहेको छ कि होइन, घरको कुराहरू प्लास्टिक वेस्टसँगै मिक्स गरेर फालिरहेको छ कि, अब त्यस्तो कुराहरू भयो। अनि थर्ड नम्बरमा भनेको छ आइडेन्टिफाई द प्रब्लम रिलेटेड टु प्लास्टिक वेस्ट डिस्पोजल। त्यो कम्युनिटीमा चाहिँ कस्तो खाले प्रब्लमहरू चाहिँ छ त प्लास्टिक वेस्ट डिस्पोजल सम्बन्धी चाहिँ त्यो आइडेन्टिफाई गर्ने। त्यसपछि रहेको छ अब मेथड अफ डेटा कलेक्सन रहेको छ है। अब डेटा कलेक्सन कसरी गर्ने भन्ने अब यहाँ हजुरले एक्सप्लेन गर्नु पर्यो। द डेटा वेयर कलेक्टेड फ्रम द लोकल रेसिडेन्ट, त्यो घरमा है त्यहाँ कम्युनिटीमा भएका घरहरू त्यहाँ मान्छे बस्नेहरूलाई सोधेर, लोकल रेसिडेन्ट भनेको त्यही। अब त्यहाँ सबै घरलाई सोध्ने होइन कि, कतिवटा घरलाई मात्र एटलिस्ट 50 हाउसेस अफ द कम्युनिटी अ सिम्पल क्वेसनर, केही क्वेसन्सहरू तयार गर्ने हामी पछाडि हेर्छौँ। त्यो वाज युज टु कलेक्ट द इन्फर्मेसन, त इन्फर्मेसन कलेक्ट गर्नको लागि हामीले क्वेसनरहरू तयार गरेको छौँ भनेर यहाँ क्लियरली भनेको छ। एन्ड द सर्वे इन्क्लुडेड द एडल्ट, को मान्छेहरू चाहिँ सर्वेमा चाहिँ इन्भल्भ भए, सबैलाई सोधिँदैन है, त्यहाँको रिप्रेजेन्टेटिभ पपुलेसनलाई मात्र सोध्ने, त्यसमा एडल्टहरूलाई सोध्यो र स्टुडेन्टहरूलाई सोध्यो, त्यहाँ दोज हु आर लिभिङ इन द्याट एरिया होइन। अनि जो सर्वे गर्न गएको मान्छे हुन्छ उसले अब्जर्भ पनि गर्छ त्यहाँको स्थिति, डस्टबिनहरू हेर्छ, घरभित्र गएर हेर्छ के छ त्यो किचनहरूमा कसरी म्यानेज गरिएको छ, बाहिर रोडहरूमा प्लास्टिकहरू कसरी थुपिरहेको छ, रिभरमा गएर हेर्छ, लेकमा हेर्छ, पोन्डमा हेर्छ, बाटोमा हेर्छ होइन। अब्जर्भेसन वाज अल्सो युज टु अन्डरस्ट्यान्ड द प्लास्टिक डिस्पोजल प्र्याक्टिस है। त्यही सर्वे गर्न गएको मान्छेले के गर्छ, अब्जर्भेसन पनि गर्छ, प्लास्टिक डिस्पोजल प्र्याक्टिसेसहरू के रहेको छ त्यो कम्युनिटीमा होइन, त्यो कुरा जान्ने भयो। अब डेटालाई हामी एनालाइज गर्ने यो अलिक इम्पोर्टेन्ट लाइक पार्ट रहेको छ, यसलाई अलिक बढी ध्यान दिनु होला है। अब यो चाहिँ अलिक बुझ्ने कोसिस गर्नुहोस्। द कलेक्टेड डेटा वेयर अर्गनाइज्ड, अब डेटा के हुन्छ ऱ्यान्डमली ह्याफाजेडली चाहिँ कलेक्ट गरेको हुन्छ, त्यसलाई हामीले अर्गनाइज गर्छौँ। अहिले त सफ्टवेयरहरू छ, एआईहरू छ, त्यसले इजिली अर्गनाइज गर्न हेल्प गर्छ, त्यसलाई हामी एनालाइज गर्छौँ। मेनली यहाँ मैले दुईवटा इक्जाम्पल दिएको छु, अरू पनि मेथड्सहरू हुन्छ पाइ चार्टहरूदेखि लिएर होइन। अब यहाँ चाहिँ मैले टेबल्स र बार डायग्रामको फर्ममा चाहिँ डेटाहरूलाई राखेको छु, अनि त्यसलाई हामी एनालाइज गर्छौँ है। फर्स्टमा हामी केसँग रिलेटेड गर्छौँ, बाई युजिङ द टेबल्सहरूमा त्यो इन्फर्मेसन्सहरूलाई राखेर त्यो स्याम्पल रिपोर्ट चाहिँ हामी के गर्छौँ, तयार गर्छौँ। जस्तो फर्स्ट टेबलले के भनेको छ, टेबल 1.1 टाइप्स अफ प्लास्टिक आइटम युज इन द कम्युनिटी, कस्तो खाले प्लास्टिक आइटमहरू चाहिँ कम्युनिटीमा युज भइरहेको छ है। फर्स्ट टेबलले हामीलाई भन्न खोजिरहेको छ, हेरौँ है टेबल कसरी बनाउने। यसमा हजुरले यसरी तयार गर्न सक्नुहुन्छ। टाइप अफ प्लास्टिक आइटम भनेर सुरुमा दिएको छ, नम्बर अफ रेस्पोन्डेन्ट, अब हजुर सर्वे गर्न जाँदाखेरि चाहिँ कतिजना मान्छेले चाहिँ रेस्पोन्ड गरे या कतिजना मान्छेलाई सोध्नुभयो, एन्सर दियो, त्यसलाई चाहिँ हामी नम्बर अफ रेस्पोन्डेन्ट भनेर भन्छौँ। यसमा चाहिँ 1 नम्बरमा रहेको छ प्लास्टिक ब्याग चाहिँ 18 जनाले युज गर्ने रहेछ, प्लास्टिक ऱ्यापर चाहिँ लगभग 15 जनाले युज गर्दो रहेछ, प्लास्टिक बोतल चाहिँ 10 जनाले युज गर्दो रहेछ, अनि अदर प्लास्टिक आइटम चाहिँ 7 जनाले युज गर्दो रहेछ भनेर हामीले एउटा सर्वे गरेर त्यसलाई टेबलमा ट्याबुलेट फर्ममा राखियो। अब अर्को टेबल रहेको छ टेबल 1.2 मेथड अफ प्लास्टिक वेस्ट डिस्पोजल। अब त्यहाँ भएको मान्छेले त्यो वेस्टलाई चाहिँ कसरी डिस्पोज गरिरहेको छ, फालिरहेको छ, त्यसलाई कसरी म्यानेज गरिरहेको छ भन्ने कुरा यहाँ रहेको छ है। यसमा हामीले के गर्यौँ, टाइप अफ प्लास्टिक आइटम राख्यौँ, नम्बर अफ रेस्पोन्डेन्ट राख्यौँ। अब यसमा चाहिँ मेनली डिस्पोज विथ हाउस होल्ड वेस्टेज। अब कोही मान्छे के हुन्छ भने घरको जुन फोहोरहरू सँगसँगै के हुन्छ त्यसले प्लास्टिकमा हालेर या त्यहीसँग मिक्स गरेर फालिदिने हुन्छ, त्यो चाहिँ त्यसको नम्बर चाहिँ अलि धेरै रहेछ। हेर्नुहोस् यहाँ 33 जना रहेछ है, डिस्पोज विथ हाउस होल्ड वेस्टेज।
रियुज गर्ने केही मान्छे अब बुद्धिजीवी पनि रहेछन्, बुझ्या रहेछन्, तिनीहरूले के गरे त रियुज गरे है। त्यो 6 जना रहेछ। मानौँ घरमा भएको बोटल्सहरूलाई फेरि रियुज गरेर अचारहरू हाल्नेदेखि लिएर किताब कापीहरू त्यस्तो छ भने, अब मेनली अब किताब कापी त पेपरसँग रिलेटेड भयो, प्लास्टिकसँग रिलेटेड उनीहरूले अब कुनै फ्लावर भेसहरू बनाउन सक्यो, गमलाहरू बनाउन सक्यो, त्यो रियुजभित्र पर्यो। रिसाइक्लिङ पनि गरेर रहेछन् केहीले है, त्यसमा चाहिँ 4 जनाको रहेछ है। अनि डाइरेक्टली फालिदिने पनि रहेछ, थ्रोन इन द ओपन प्लेसेस 7 जनाले फालिदिएको रहेछ भनिसकेपछि अब यो टेबललाई हामी के गरौँ, एनालाइज गरौँ। अब टेबल 1 ले के भन्छ त, इट सोज द टाइप अफ प्लास्टिक आइटम युज इन द कम्युनिटी है। यो चाहिँ के रहेछ त, फर्स्ट टेबलमा कस्तो खाले प्लास्टिक आइटमहरू चाहिँ मान्छेले युज गरिरहेको छ भन्ने कुरा रहेछ। इट इन्डिकेट प्लास्टिक ब्याग्स वेयर युज बाई द हाइएस्ट नम्बर अफ रेस्पोन्डेन्ट फलोड बाई द प्लास्टिक ऱ्यापर है। अब यो टेबलले के भन्छ, सबभन्दा बढी युज गर्ने के रहेछ त, कस्तो खाले प्लास्टिक आइटम रहेछ, प्लास्टिक ब्याग। सेकेन्ड नम्बरमा कुन रहेछ भन्दा प्लास्टिक ऱ्यापर रहेछ भनेर बुझियो है। अब सेकेन्ड टेबलले हामीलाई के भन्छ भने, इट सोज द मेथड अफ प्लास्टिक वेस्ट डिस्पोजल। इट इन्डिकेट द मोस्ट पिपुल डिस्पोज द प्लास्टिक वेस्ट विथ हाउस होल्ड वेस्टेज while reuse recycling are very limited, recycling are very limited, improper disposal in open places are also observed। अब यही टेबलबाट हामीले एनालाइज गरौँ है। मेनली डिस्पोज विथ हाउस होल्ड वेस्टेज भनिसकेपछि 33 जना रहेछ। केहीले रियुज र रिसाइकल गर्ने कतिजना रहेछ त भन्दा 6 जना र 4 जना रहेछ है। थ्रोन इन ओपन प्लेस भने चाहिँ 7 जना रहेछ भने चाहिँ यसरी पुनः सबभन्दा म्याक्सिमम के गर्दो रहेछ त भन्दा, दे आर डिस्पोजिङ द हाउस होल्ड वेस्टेज ओके विथ द हाउस होल्ड वेस्टेज मिक्सिङ द प्लास्टिक भन्न सकियो। अब यसपछि आउनुहोस् बार डायग्रामको कुराहरू बुझौँ है। अब डेटा एनालाइसिसमा बार डायग्रामले कसरी अब हामीलाई हेल्प गर्छ त्यो कुरा नि बुझौँ है। अब बार डायग्राम भने चाहिँ यस्तो खाले डायग्रामलाई हामीले अगाडिकै डेटालाई चाहिँ हामीले यसरी बार डायग्राममा राखेर पनि बुझ्न सक्छौँ है। जस्तो डिस्पोज विथ हाउस होल्ड वेस्टेज भने चाहिँ कति छ यहाँ, 66% डिस्पोज ओके हाउस होल्ड वेस्टेज। 12%ले के गरिरहेको छ, रियुज गरिरहेको छ। 8%ले रिसाइक्लिङ गरिरहेको छ। अनि आउटर बाहिर फाल्नेवाला कति रहेछ हेर्नुहोस् त, 14% रहेछ भने चाहिँ हामीले एक्सप्लेन गर्न सक्यो। द बार डायग्राम क्लियरली सोज द्याट डिस्पोजल अफ प्लास्टिक वेस्ट अलङ विथ द हाउस होल्ड वेस्ट इज द मोस्ट, सबभन्दा बढी कमन प्र्याक्टिस चाहिँ फर्स्टको रहेछ। ओन्ली स्मल पर्सेन्टेज मिन्स दे आर युजिङ एन्ड रिसाइक्लिङ द प्लास्ट वेस्टेज एन्ड नोटिसेबल नम्बर 14% मिन्स दे आर थ्रोइङ द वेस्ट मेटेरियल इन्टु द ओपन प्लेसेस भन्न सक्यो है। अब यसलाई ओभरअल हामीले चाहिँ कन्क्लुड गर्न पनि सक्यो। द एनालाइसिस सोज द्याट द प्लास्टिक ब्याग एन्ड प्लास्टिक ऱ्यापर आर द मोस्ट कमन युज प्लास्टिक आइटम इन द कम्युनिटी एन्ड मोस्ट प्लास्टिक वेस्ट इज डिस्पोज अफ विथ द हाउस होल्ड वेस्ट एन्ड इम्प्रोपर डिस्पोजल प्र्याक्टिस भनेर यसरी बार डायग्रामलाई चाहिँ हामी एक्सप्लेन गरेर पनि त्यसलाई चाहिँ डेटा एनालाइसिस भन्न सकिन्छ है। इन्टरप्रिटेसन पनि भन्न सकिन्छ, इन्टरप्रेट गरेको भनेर पनि भन्न सकिन्छ। यसरी चाहिँ हजुरले डेटालाई चाहिँ एनालाइसिस गर्न सक्नुहुन्छ। त्यसपछि हामी फाइनली त्यो डेटा आइसकेपछि कन्क्लुड गर्छौँ के है। अब के भयो त, त्यो फाइन्ड आउट कम्युनिटीमा कस्तो खाले प्रब्लमहरू आयो भन्ने कुराहरू पनि पत्ता लगाउँछ। द सर्वे सोज द्याट द प्लास्टिक युज इज भेरी कमन है, एकदमै कम्युनिटीमा कमन रहेछ, त्यहाँ सबैजनाले युज गर्दो रहेछ। बट प्रोपर डिस्पोजल मेथड आर नट फलोड बाई द मेनी पिपल, धेरै मान्छेले त्यो प्रोपर मेथडहरू फलो गरेको छैन भनेर हामीले कन्क्लुड गर्न सक्यो। के कारण पनि पत्ता लगाउन सक्यो, द्याट इज ल्याक अफ अवेरनेस अर फेसिलिटिज फर प्लास्टिक वेस्ट म्यानेजमेन्ट आर द मेन प्रब्लम। त्यहाँ मान्छे फोहोर उठाउन आउँदैन होला टाइममा, म्युनिसिपालिटीको प्रब्लम पनि हुनसक्छ कहिलेकाहीँ होइन। फेसिलिटिजहरू राम्रोसँग छैन भने मान्छेले जथाभावी हाफजाटली फालिरहेको छ है भनेर भन्न सकियो। प्रोपर प्लास्टिक वेस्ट म्यानेजमेन्ट इज नेसेसरी टु किप द इन्भाइरोमेन्ट। अन्तिममा सजेसन जस्तो पनि दिएको छ, प्रोपर प्लास्टिक वेस्ट म्यानेजमेन्ट इज भेरी नेसेसरी टु किप द इन्भाइरोमेन्ट क्लिन एन्ड हेल्दी भनेर दिएको छ। अन्तिममा हजुरले सजेसन, अब सबै प्रब्लमहरू पत्ता लगाइसकेपछि अब त्यो मान्छे ओडाको कुनै अध्यक्षलाई हुनसक्ला, सांसदै हुनसक्ला, त्यहाँ कोही मानव रुल्स एन्ड रेगुलेसन्स बनाउने हुनसक्ला, म्युनिसिपालिटीको मेयरलाई पनि हुनसक्छ। अब यो सजेसन हजुरले यो रिपोर्ट चाहिँ दिन सक्नुभयो है। अब के दिन सक्नुभयो, बेस्ड अन द फाइन्डिङ अफ द सर्वे द फलोइङ सजेसन्स आर मेड है। सो क्रिएट अवेरनेस, फर्स्टमा के भन्यो, अवेरनेस क्रिएट गर्ने एबाउट द हार्मफुल इफेक्ट, प्लास्टिक पोल्युसनबाट हुने हार्मफुल इफेक्ट्सको बारेमा चाहिँ मान्छेलाई अवेर चेतना, जनचेतना जगाउने होइन। इन्करेज द युज अफ रियुजेबल एन्ड इको फ्रेन्डली अल्टरनेटिभ। अब प्लास्टिकको सट्टामा चाहिँ अरू के युज गर्न सकिन्छ, इन्भाइरोमेन्ट फ्रेन्डली अल्टरनेटिभहरू युज गर्ने, जसलाई हामी रियुज गर्न पनि सक्यो, टाइम एन्ड अगेन युज गर्न सक्ने, त्यस्तो खाले के युज गर्न सक्यो भनेर सकिन्छ भनेर त्यस्तो खाले सजेसन दिन सक्यो। थर्ड नम्बरमा प्रमोट गर्ने है, मानव प्रोपर कलेक्सन एन्ड डिस्पोजल अफ प्लास्टिक वेस्ट, टाइममा कलेक्ट गर्नु पर्यो है भनेर हामीले म्युनिसिपालिटी ओडाको मान्छेलाई चाहिँ गएर सजेसनहरू ल मेकरहरूलाई पनि होइन, जसले ल
बनाउँछ, कानुनहरू बनाउँछ, त्यस्तो मान्छेहरूलाई भन्न सकियो। इन्करेज द वेस्ट सेग्रिगेसन एट द हाउस होल्ड लेभल। अब हाउस होल्ड लेभलमा पनि के गर्ने त वेस्टेजहरूलाई सेपरेट गर्ने, बायोडिग्रेडेबल, नन बायोडिग्रेडेबल, प्लास्टिक फलामका वेस्टेजहरूलाई सेपरेट गरेर जुन वेस्ट कलेक्टर आउँछ उसलाई दिने बेला त्यसरी चाहिँ छुट्याउन सकियो। 3R मेथड, 5R मेथड भन्ने छ, रिड्युस, रियुज, रिसाइकल भन्ने छ, रिफ्युज भन्ने छ हैन। अनि यस्तो खाले चाहिँ हामी प्रोसेसहरू युज गरेर चाहिँ प्लास्टिक वेस्टेजहरूलाई कम गराउन सक्छौँ है भनेर यसरी सजेसन पनि दिन सकियो के सर्वेबाट है। अनि हजुर मैले अघि नै क्वेसनरहरूको कुरा गरेको थिएँ। अब यस्तो क्वेसन हजुरले तयार गर्न सक्नुहुन्छ। सर्वे गर्न कुनै एरियामा जाँदाखेरि चाहिँ हजुरले यस्तो क्वेसन्सहरू सोध्न सक्नुहुन्छ। जस्तो फर्स्टमा रहेको छ व्हाट टाइप अफ प्लास्टिक आइटम डु यु युज डेली हैन, यस्तो क्वेसनहरू हुन सक्ला। अब हजुरले यसमा अप्सन पनि दिन सक्नुहुन्छ। प्लास्टिक जेनरली अब मान्छेले युज गर्ने त 3वटै हो, प्लास्टिक ब्याग, प्लास्टिक बोतल, फुड ऱ्यापर्सहरू हुन सक्ला, या कुनै अरू छ भने त्यसलाई स्पेसिफाई गर्न भन्ने, लेख्ने त्यसलाई पनि। अब यस्तो खाले हाउ अफन डु यु युज प्लास्टिक आइटम भनेर सोध्ने त्यहाँनिर। अब त्यहाँ पनि अप्सन दिन सक्नुहुन्छ। मान्छेले कि डेली युज गर्छ, कि कहिलेकाहीँ युज गर्ने भयो, कि रेयरली हुन सक्ला हैन। अर्को थर्डमा हाउ डु यु डिस्पोज प्लास्टिक वेस्टेज भनेर यस्तो क्वेसन सोध्न सक्नुहुन्छ है। विथ हाउस होल्ड वेस्ट छ कि त्यसलाई हजुरले रियुज गर्नुहुन्छ कि रिसाइक्लिङ गर्नुहुन्छ कि या ओपन प्लेसमा फाल्नुहुन्छ भन्ने कुरा, यो कुराहरू राख्न सकियो। डु यु सेपरेट प्लास्टिक वेस्ट फ्रम द अदर, सेपरेट गर्नुहुन्छ कि गर्नु हुँदैन है भनेर यसरी यस नो फर्ममा पनि हामीले क्वेसनहरू बनाउन सक्यो, सर्वे क्वेसन्सहरू हैन। आर यु अवेर अफ हार्मफुल इफेक्ट्स अफ प्लास्टिक पोल्युसन भनेको छ, यस नो भन्नेमा यसरी एन्सरहरू दिन सक्यो हैन। अनि डाइरेक्टली एउटा क्वेसन्स पनि सोध्न सक्यो, व्हाट सजेसन डु यु ह्याभ फर रिड्युसिङ द प्लास्टिक पोल्युसन, त्यहीको मान्छेहरूलाई सोध्न सक्नुहुन्छ। किनभने मान्छेलाई प्रब्लम भइरहेको हुन्छ, उसँग एन्सर्स पनि हुन्छ, तर कहाँ गएर भन्ने, कसरी भन्ने थाहा हुँदैन। त्यो एन्सर्सहरू सोधेर अनि त्यो हजुरले चाहिँ जुन ठाउँमा ल मेकर जसले चाहिँ त्यो प्रब्लमलाई सर्ट आउट सल्भ गर्न सक्ने ठाउँमा चाहिँ पुर्याइदिन सक्नुहुन्छ है। यदि जो विद्यार्थीले गरे पनि, कुनै हायर लेभलको मान्छेले गरे पनि हैन, इन्टेलेक्चुअल मान्छेले सर्वे गरे पनि यो कुरा चाहिँ हायर लेभलमा पुर्याइदिनु भयो भने त्यो प्रब्लम चाहिँ सर्ट आउट हुन सक्ने सम्भावना चाहिँ हाई हुनेछ भनेर भन्न सक्नुहुन्छ। अब आजको लागि यति नै रहेको छ। यसपछि मैले अरू पनि टपिक साइन्टिफिक लर्निङसँग रिलेटेड एउटा रिसर्चको छ हाम्रो है। त्यसपछि चाहिँ हामी एक्सपेरिमेन्टको कुरा लिएर आउँछौँ, प्र्याक्टिकल वर्कको कुरा लिएर आउँछौँ, प्रोजेक्टको कुरा ल्याउँछौँ, 3D मोडलिङ, 2D मोडलिङ भन्ने छ त्यो कुराहरू पनि ल्याउँछौँ। 5-7वटा क्वेसन लाइक टपिकहरू रहेको छ। अनि बिहालीमा पनि यो लेसन्सबाट अलिक कन्फ्युजिङ खाले क्वेसन्सहरू आउने भएको कारणले हजुरहरूले यसलाई चाहिँ बुझ्नु होला, नोट डाउनहरू पनि गर्नुहोस्। अब हामीले चाहिँ चाँडै नै चाहिँ अनलाइन क्लासेसहरू पनि ल्याउन गइरहेका छौँ। त्यसमा फिजिक्स, केमिस्ट्री र बायोलोजीको मेनली, त्यसमा पनि हजुरहरूलाई अब हामीले एउटा बिगिनर्स लेभल र अर्को चाहिँ एडभान्स लेभल भनेर 2टा पार्ट 3-3 महिनाको कोर्स रहेको छ। अब त्यो चाहिँ हामी साँझ है 4:30 देखि लगभग 8:30सम्म 3वटा ब्याच चाहिँ हामी चलाउन गइरहेका छौँ। यदि तपाईँलाई केही प्रब्लमहरू छ बुझ्नको लागि चाहिँ, यदि साइन्स चाहिँ गाह्रो लागिरहेको छ भने नेपालभरि कुनै ठाउँमा यदि तपाईँसँग इन्टरनेट छ भने जुनै ठाउँबाट पनि हामीलाई कन्ट्याक्ट गरेर चाहिँ अनलाइन क्लासमा चाहिँ जोइन हुन सक्नुहुनेछ। थ्याङ्क यू दिस मच फर टुडे एन्ड ह्याभ अ ग्रेट डे।